हेलो गाइज, म गिरीश भट्टराई र तपाईहरु हेर्दै हुनुहुन्छ नेपाली पाठशाला युट्युब च्यानल। आज हामी क्लास 10 को अप्सनल म्याथको अन्तिम टपिक भन्दा अल्जेब्राको अन्तिम टपिक त्यो रहेको छ लिनियर प्रोग्रामिङ। त्यसको भिडियो लिएर आएका छौं। होप तपाईले यसलाई हेर्दिनु हुनेछ र मन पराउनु पनि हुनेछ र यहाँबाट धेरै कुरा जान्नु हुनेछ भन्ने आशा गर्दछु। हाम्रो यो भिडियो केही न केही अलिकति ढिलो भएको छ मेरो पर्सनल प्रोब्लमको कारणले गर्दा, त्यसैले सरी फर दैट। र अरु अपकमिङ भिडियोहरु छिटै आउनेछ। मैले हप्तामा कम्ती 2 देखि 3 वटा भिडियो हाल्ने कोसिस गर्नेछु। र सुरु गरौं आजको लेसन। त्यो रहेको छ लिनियर प्रोग्रामिङ। ठीक छ। लिनियर प्रोग्रामिङ। अब लिनियर प्रोग्रामिङ भनेको के हो त्यो कुरा जानौं। अब विकिपीडियाको अनुसार लिनियर प्रोग्रामिङको डेफिनेसन म दिन गइरहेको छु। लिनियर प्रोग्रामिङ इज अ मेथड टु अचिभ द बेस्ट आउटकम इन अ मैथमेटिकल मॉडल व्हिच रिक्वायरमेंट्स आर रिप्रेजेंटेड बाय लिनियर रिलेशनशिप। यो हामीले विकिपीडियाको डेफिनेसन दिएको छ हो, त्यसलाई तपाईले स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। र यसले के भन्न खोजेको छ भन्दाखेरि लिनियर प्रोग्रामिङ भनेको चाहिँ जसले चाहिँ लिनियर इक्वेशनहरुको रिलेसन देखाउँछ। जस्तो कुनै पनि लिनियर इक्वेशन भनेको के हो त्यो कुरा बुझौं। जस्तो कि 1 डिग्री भएको इक्वेशन, अगाडि हामीले पोलिनोमियल्स पढेको थियौं, जहाँ 1 डिग्री भएको इक्वेशन जस्तो x र y भएको, जस्तो 3x + 4y = 0। यो कुरा के हुने भयो? यो एउटा लिनियर इक्वेशन हुने भयो। र लिनियर प्रोग्रामिङ भनेको चाहिँ के भन्दाखेरि यो जुन लिनियर इक्वेशन छ हो त्यसको रिलेशनशिप देखाउने, जसलाई चाहिँ म्याथमेटिकल वेबाट रिलेशनशिप देखाउने लाई नै के भनियो? लिनियर प्रोग्रामिङ भनियो। अब हामी लिनियर प्रोग्रामिङ भनेको के हो भन्न जान्नु भन्दा पनि बढी हामीले एक्सरसाइज तिर चाहिँ जाउँ, जसको कारण तपाईहरु अरु क्लियर हुनेछ। डेफिनेसनमा तपाईहरुले पढ्नु पर्ने भनेको अहिले लिनियर प्रोग्रामिङ जुन हामी सल्भ गर्छौं त्यो भनेको ग्राफिकल वेबाट हो। ग्राफिकल वेबाट भएकोले हामीले ग्राफिकल तरिकाबाट कसरी हिसाब गर्ने त्यो कुरा चाहिँ हामी हेरौं। ठीक छ। दामी अब एउटा क्वेशन हेरौं जसमा चाहिँ लेखेको छ f = 3x + 5y को निम्नलिखित अवस्थामा हुने अधिकतम मान निकाल्नुस्, अथवा मैक्सिमाइज f = 3x + 5y अंडर द फलोइङ कन्स्ट्रेन्ट भनेर दिएको छ। र यहाँ फलोइङ कन्स्ट्रेन्टहरु दिएको छ, म त्यसलाई सार्न गइरहेको छु। तपाईहरुले यसलाई ध्यान दिएर हेर्नु होला। यदि तपाईले यो कुरा हेर्नुभयो भने तपाईहरुको यो 4 मार्क्स स्योर हुन्छ, किनभने 4 मार्क्समा लिनियर प्रोग्रामिङको सोध्छ। यो र अर्को एउटा टपिक छ त्यो मध्ये एउटा 4 मार्क्सको क्वेशन सोध्छ र तपाईले यो हेर्नुभयो भने करिब 4 मार्क्स आउन सक्छ भन्ने हुन्छ, किनभने योबाट धेरै क्वेशन सोधिरहेको हुन्छ। अब हामी के गरौँ, क्वेशन सार्छौं। जस्तो कि हामीलाई के दिएको छ, पहिलो भनेको f = 3x + 5y दिएको छ। हियर f = 3x + 5y दिएको छ। अब यहाँ कन्स्टेन्टहरु दिएको छ, के दिएको छ त्यो पनि लेखौं। एन्ड गिवन कन्स्ट्रेन्ट्स आर, के गरौँ भन्दाखेरि कन्स्टेन्ट भनेको एउटा इनइक्वालिटी हो, त्यो कुरा बुझ्नु पर्यो। कन्स्टेन्ट भनेको के हो? इनइक्वालिटी हो। ठीक छ। कुनै पनि लिनियर इक्वेशनलाई इनइक्वालिटीमा देखाएको छ भने के भनिन्छ? कन्स्टेन्ट भनिन्छ। लिनियर अथवा अरु कुनै इक्वेशनलाई देखाएको छ भने, जस्तो कि के दिएको छ, x + y स्मलर देन अर इक्वल टु 6। अर्को भनेको x - y > x - y > 2। र अर्को दिएको छ x > 0 y > 0। ठीक छ। अब हामी के गरौँ भन्दाखेरि जुन हामीलाई जुन कन्स्टेन्ट दिएको छ त्यसलाई के गरौँ, इक्वेशनको टर्ममा लेखौं। इक्वेशन कसरी लेख्ने? इनइक्वालिटी चाहिँ रिमुभ गर्ने, इक्वल टुले रिप्लेस गर्ने हो। अब त्यसलाई कसरी लेखौं भन्दाखेरि जस्तो कि यदि तपाईले गरिसकेपछि, जस्तो म यहाँ यसलाई मेटाएर यहाँ लेखिदिन्छु, यतातिर लेखौं
नाउ हामीले के गर्नु पर्यो भन्दाखेरि यो यक्स यो दुईटा छ जुन यक्स इज ग्रेटर देन 0 y इज ग्रेटर देन 0 भनेको छ हो त्यो भन्दा बाहेक अथवा दुईटा लिनियर इक्वेसन जुन दिएको छ त्यसलाई चाहिँ हामीले के गरौँ रिमुभ गरौँ ल त्यसको लागि एउटाले इक्वेसन 1 मानौँ र यसलाई इक्वेसन 2 मानौँ ठीक छ त्यो त गर्न पाइयो अब के गरौँ भन्दाखेरि नाउ रिमुभिङ inequalities by equals sign of equation 1 and 2 भनेको यो 1 र 2 इक्वेसनलाई चाहिँ के गर्यो हामीले इनइक्वालिटिजबाट हटाइयो भन्नुको मतलब x plus y is equal to 6 यसलाई 3 मानौं इक्वेसन 3 अर्को भनेको x minus y is equal to 2 यसलाई इक्वेसन 4 मानौं ठीक छ हो अब हामी के गर्छौं भन्दाखेरि यसलाई ग्राफिकल वेबाट गर्नु भयो पर्ने भएकोले हामीले यसलाई ग्राफिकल रूपमा जुन अगाडि हामीले सल्भ गर्थ्यौं जस्तो कि y is equal to 3x हो जुन सल्भ गर्थ्यौं यसरी नै छुट्टै छुट्टैलाई सल्भ गर्छौं जस्तो कि इक्वेसन 3 नाउ फ्रम इक्वेसन 3 भनेको x plus y is equal to 6 अब यसलाई हामीले ग्राफिकल वेबाट कसरी देखाउने गरिन्छ भन्दाखेरि जस्तो कि यहाँ x को भ्यालु यहाँ y को भ्यालु र यसरी रेक्टेंगलमा देखाउने गरिन्छ हो अब हामीले यहाँ धेरैले चाहिँ के गर्छन् भन्दाखेरि 0 1 2 3 4 5 6 राखिन्छ तर हामी त्यसो नगरौं के गरौं भन्दाखेरि जम्मा दुईटा क्वाड्रेन्ट लिऊ जस्तो कि दुईटा कुनै पनि इन्टरसेप्ट लिऊ x इन्टरसेप्ट र y इन्टरसेप्ट जस्तो कि when x is equal to 0 x 0 हुँदा y कति हुन्छ भ्यालु y 6 हुन्छ हो यसको भ्यालु यहाँ हालेर हेर्ने x 0 हो भने y कति हुन्छ 6 हुन्छ भनेपछि अर्को y is equal to 0 राख्दियौ y is equal to 0 राख्दा x कति हुन्छ 6 हुन्छ so it हैन this equation touches 0,6 लाई यसलाई a मान्यौ and 6,0 यसलाई हामी b मान्यौ यति गर्न पाइयो हो ठीक छ अब यसरी नै हामी इक्वेसन 4 पनि सल्भ गर्छौं इक्वेसन 4 को पनि यसरी नै सल्भ गर्दा जस्तै कि म यहाँ थोरै यो मेटाइदिन्छु यो सार्न सक्नुहुन्छ तपाईहरुले भिडियो पज गरेर पनि थोरै मेटाइदिउ ल ठीक छ यसलाई म हल्का यो मेटाइदिन्छु यहाँसम्म यसलाई पनि मेटाइदिउ हो हामीले जुन हाम्रो दिएको थियो यहाँ भ्यालु f is equal to हो त्यसको लेख्छौं जस्तो कि f is equal to 3x plus 5y यहाँ छेउमा लेखिराखौं जसो गर्दा हामीलाई पछि पनि काम दियोस् अब 3x plus 5y लेखिसक्यो सो दिस इक्वेसन टचेस 0 6 र 6,0 ले यो लाइनले 0 6 र 6,0 छोड्यो अब हाम्रो इक्वेसन 4 नाउ फ्रम इक्वेसन 4 अलिकति माथि भएछ 4 के गर्न सक्यो भन्दाखेरि इक्वेसन 4 भनेको x minus y is equal to 2 त्यसरी नै x र y को बनाउनु हो x is equal to 0 राख्दा कति हुन्छ x is equal to 0 राख्यो भने y को भ्यालु -2 हुन्छ हो 0 जस्तो कि -2 गरे आमा 0 यहाँ हुन्छ -y is equal to 2 हुने भो y is equal to -2 हुने भो ठीक छ अब y को भ्यालु 0 राखौ y को भ्यालु 0 राख्दा x को भ्यालु कति हुन्छ 2 हुन्छ ठीक छ यतिसम्म भयो अब हामी के गरौँ भन्दाखेरि यसलाई पनि दारी बेलायमा लेख्न सकिन्छ यहाँ थोरै यहाँ छोडादिउँ सो इक्वेसन 4 touches 0, -2 and 2, 0 ठीक छ के गर्यो भन्दाखेरि इक्वेसन 4 ले चाहिँ 0 -2 र 2 -0 लाई 2, 0 लाई टच गरौ अब यसलाई पनि हामीले a र b दिएको छ यसलाई c दिउँ यसलाई d नाम दिन सक्छौं अब हामीले के गरौँ भन्दाखेरि जस्तो कि हाम्रो
योलाई हामी ग्राफमा भर्ने गर्छौं हो। यो ग्राफमा भनेको ग्राफमा भरेर तपाईहरु हेर्न सक्नुहुन्छ। अब हामी जुन ग्राफमा भर्नुपर्ने कुराहरु छ त्यो हामी ग्राफ कपीमा हेर्नेछौं। पहिले हामी जुन हामीले इक्वेसन 1 बाट दुईटा पोइन्ट निकालेका थियौं, जुन दुईटा इन्टरसेप्टहरु थियो हो त्यही भर्ने छौं। त्यो भनेको पहिले रहेको छ 0,6 हो। 0,6 पहिले हामी के गरौं 0,6 भरौं। 0,6 भनेको 0 1 2 3 4 5 6 भनेपछि यो पोइन्ट भयो 0,6। यसलाई के मानौ a मानौ, ठीक छ। a भनेको 0,6 मान्ने थियो। त्यसपछि हामीले के गरौं भन्दाखेरि अर्को पोइन्ट B60 छ। अर्को पोइन्ट कुन छ 60। अब पहिले हामी के गरौं 60 भरौं। 1 2 3 4 5 6 यो भनेको 6 0 6 0 यो हो। यो पोइन्टलाई के भनौं हामी B भनौं। यो पोइन्ट म देखिन गएर A, ठीक छ। A पोइन्ट र B पोइन्ट भयो। अब हामी त्यो A र B पोइन्टलाई जोड्दियौ किनभने यो इक्वेसन फर्स्ट हो। इक्वेसन फर्स्टलाई के गर्दियौ हामी जोड्दियौ। जस्तो कि यहाँ हामीले भ्यालु जस्तो 0,6 र यो 6,0 लेख्न नै सकिन्छ अथवा यतिकै छोड्दा नि सकिन्छ। यसलाई अलिकति लामे तानौ अलिकति हो, पछि हामीलाई त्यसको लागि इनइक्वालिटिजमा देखाउनको लागि काम दिन्छ। त्यसैले हामी के गर्छौं भन्दाखेरि यसलाई अलिकति यता पनि यता लम्बाइदिन्छौं र यसलाई यता पनि लम्बाइदिन्छौं, ठीक छ। यो भयो हाम्रो इक्वेसन 1 को लाइन। अब इक्वेसन 2 को पोइन्ट हामीले दुईटा पोइन्ट निकालेका थियौं। एउटा भनेको 0,-2 0,-2 भनेको यो यसलाई C पोइन्ट हो। अर्को भनेको 2,0 2,0 भनेको 1 2,0 भनेको यो पोइन्ट हो। अब हामीले के गर्नु पर्यो भन्दाखेरि यो पोइन्टलाई पनि जोड्दिने, ठीक छ। अब यो पोइन्टलाई हामीले किन अघि लामो बनाएको अहिले त ल छोड्यो। कहिलेकाहीँ यस्तो पोइन्ट आउन सक्छ कि यसलाई यसरी छोड्नु पर्ने हुन सक्छ अथवा यो यसरी जान सक्छ, जसको लागि हामीले यता तानिरहेको, ठीक छ। अब हामी के गरौँ भन्दाखेरि यो C पोइन्ट यो D पोइन्ट मानेको थियौं अनि C र D पोइन्ट के गर्दियौ जोड्दियौ। C र D पोइन्ट अलिकति यतैबाट जोडौं हो, यति त, ठीक छ। अब यो के भयो अब यहाँ हेर्न सकिन्छ यो पोइन्ट यहाँ पोइन्ट चाहिँ के भयो त्यो दुईटा लाइन क्रस भयो भनेपछि यो पोइन्ट चाहिँ के भयो x र y को दुईटा सल्भ गर्दा आउने पोइन्ट x र y को भ्यालु यो हुने भयो। अब यो भ्यालु कति हो भन्दाखेरि 1 2 3 4 1 2 4 यहाँ 4 भयो भनेपछि 1 2 जाँदा 4,2 भयो, ठीक छ। यो पोइन्ट के भयो 4,2 चाहिँ इन्टरसेप्ट पोइन्ट भयो र यही भ्यालु चाहिँ हामी के गर्छौं f = जुन दिएको थियो 3x + 5y त्यसमा हामी 4 र 2 भ्यालु हाल्छौं। अहिले भर्खर तपाईले हेर्नुभयो कि जुन दुईटा इक्वेसन टच भएको छ त्यो टच भएको प्लेस चाहिँ 4,2 छ हो। 4,2 आएको थियो। अब हामी के गर्छौं भन्दाखेरि जस्तो कि 4,2 त आयो अनि तपाईले एरिया पनि हेर्नुभयो। सरी एरिया हेर्न बाँकी छ। जुन एरियालाई चाहिँ कसरी हेर्ने कुन कुन स्थानमा परेको छ भनेर हेर्नको लागि त्यो इनइक्वालिटिजमा हेर्नुपर्छ, चेक गर्नुपर्छ। त्यो कसरी चेक गर्ने त्यो कुरा बताउँछु। जस्तो कि हाम्रो इनइक्वालिटिज के दिएको थियो एउटा x + y is greater than or equal to 6 x minus y greater than less than or equal to 6 x minus y is greater than or equal to 2 यदि दिएको छ दुईटा। अर्को दुईटा इनइक्वालिटिज त्यसको लागि चाहिदैन हो। अब हामीले कसरी चेक गर्ने भन्दाखेरि नाउ ओरिजिनबाट चेक गर्नुपर्छ। ओरिजिन चाहिँ त्यो लाइनमा पर्छ या पर्दैन। नाउ यो हाम्रो कति इक्वेसन 1 र इक्वेसन 2 थियो अगाडि हो। अब नाउ कति हुने भयो भन्दा जस्तो नाउ टेकिङ ओरिजिन अन इक्वेसन 1 हो। इक्वेसन 1 मा ओरिजिन राख्दा के हुन्छ भन्दाखेरि x को भ्यालु 0 y को भ्यालु 0 इज लेस देन अर इक्वल टु 6 हो। यो 0 + 0 भनेको 0 6। अब यसले भनेको कुरा सही छ कि छैन, यो कुरा सही छ कि छैन यो कुरा त्यो हामीले हेर्नु पर्यो। यसले के भन्छ भन्दाखेरि 6 भन्दा 0 के छ सानो छ अथवा इक्वल छ। भन्न खोजेको सानो त छ भनेपछि यो के हो सो इट इज ट्रू एन्ड द inequalities lies भन्दा नि
के भनौं इनइक्वालिटिज चाहिँ ओरिजिन तर्फ पर्छ हैन इनइक्वालिटिज फेसेस टुवर्ड ओरिजिन हो यो भयो अनि नाउ फेरि के गरौँ भन्दाखेरि ओरिजिन अर्कोमा चेक गरौँ नाउ टेकिङ ओरिजिन अन इक्वेसन 2 हो कति दिने भयो यहाँ पनि 0 - 0 इज ग्रेटर देन अर इक्वल टु 2 हो भनेपछि 0 - 0 0 0 इज ग्रेटर देन अर इक्वल टु 2 हो अब यसले भनेको कुरा सही छ कि छैन 2 भन्दा 0 ठुलो हो होइन भनेपछि so it is false and the inequalities faces opposite of origin ठीक छ अब हामीले जुन हामी अहिले भएर हेर्यौं जुन 4 2 भनेर हाम्रो पोइन्ट हो र त्यसपछि हामीले एरिया निकाल्नको लागि कसरी निकाल्ने भन्दाखेरि एरिया निकाल्नको लागि अलिकति हामीले इनइक्वालिटीको कुरा गर्नुपर्छ जस्तो हामीले अहिले भर के निकाल्यौं भन्दाखेरि जस्तो यो जुन इक्वेसन छ यो इक्वेसन चाहिँ यो ओरिजिनमा टेस्ट गर्दा ओरिजिन भन्दा अपोजिटमा पर्छ भनेर निकाल्यौं हो अपोजिटमा पर्छ भनेपछि यो यतातिर फर्किने भयो यसरी देखाउनु पर्यो ठीक छ हो अब अर्को भनेको के हो भन्दाखेरि अर्को इक्वेसन जस्तो इक्वेसन यो 2 को थियो इक्वेसन 1 ले चाहिँ ओरिजिन तिर फर्किन्छ भनेको छ हो ओरिजिन तिर फर्किन्छ भनेको छ हो अब अर्को हामीले दुईटा इक्वेसन दुईटा इनइक्वालिटीज थियो त्यो भनेको x इज ग्रेटर देन 0 अनि ग्रेटर देन अर इक्वल टु 0 अर्को y इज ग्रेटर देन अर इक्वल टु 0 त्यसको मतलब के हो भन्दाखेरि x इज ग्रेटर देन अर इक्वल टु 0 भन्नुको मतलब x जुन एक्सिस छ यो भ्यालु यता हुने भयो ठीक छ y इज ग्रेटर देन इक्वल टु 0 त्यो पनि यस्तो हुने भयो अब यसबाट के हेर्न सकिन्छ भन्दाखेरि जस्तो कि यो चारै इनइक्वालिटीजले घेरेको ठाउँ कुन हो जस्तो कि योले एक्स एक्सिस छ त्यसले यो ठाउँ हेर्छ हो यो ठाउँ हेर्छ अर्को वाई एक्सिसले भनेपछि यो भन्दा माथि हेर्छ भनेपछि हाम्रो पर्ने स्थान भनेको फर्स्ट क्वाड्रेन्ट यो फर्स्ट क्वाड्रेन्ट हो भनेपछि फर्स्ट क्वाड्रेन्टमा शेडेड एरिया पर्छ हो त्यो मध्ये पनि हेर्न सकिन्छ जस्तो कि यो इनइक्वालिटीले के भन्छ भन्दाखेरि यो लाइन भन्दा यता पर्छ यो लाइन भन्दा यता पर्छ फर्स्ट क्वाड्रेन्टमा पर्छ भनेपछि हाम्रो यो यति स्थानमा पर्यो हो यो पोजिसनमा तर अझै बाँकी छ जस्तो हाम्रो यति स्थानमा परेको छ तर यसले के भन्नु जुन लास्टको छ सीडी जोडेर बनाएको छ सीडी जोडेर बनाएकोले के भन्नु भन्दाखेरि यो चाहिँ यो भन्दा उता छैन जस्तो कि यहाँ जतासुकै ताने जति लामो तान्दै जान्छौँ हामी त्यो भन्दा उता चाहिँ छैन भनेपछि यो लाइन यहाँ भरि मध्ये यो भन्दा उता छैन यता छ भनेपछि यता छ यसले देखायो यो पोइन्ट हो यता पोइन्ट देखायो यो भन्दा यता पोइन्ट देखायो भने सबैले ग्राफ गरेको ठाउँ भनेको एरिया भनेको कुन हो भन्दाखेरि यो एरिया हो भनेको डी 4,2 र बी ले जुन घेरेको छ त्यो एरिया चाहिँ के भयो हाम्रो एरिया भयो भनेपछि हामीले के गर्न सक्छौं यसलाई सेड गर्न सक्छौं यो सेडेड एरिया चाहिँ के हो भन्दाखेरि हाम्रो जुन इनइक्वालिटीजले घेरेको ठाउँ अथवा जुन दुईटा इनइक्वालिटी सल्भ गरेर जुन चारवटा इनइक्वालिटीज दिएको छ त्यो भ्यालु चाहिँ त्यसले चाहिँ यो एरियालाई कभर गर्न खोजेको हो भन्ने कुरा बुझियो ठीक छ अब हामीले म्याक्सिमम भ्यालु निकाल्नु पर्यो भने 4,2 गरेर हाल्छौं अब हामी हेरौं जस्तो कि म्याक्सिमम भ्यालु जुन निकाल्नु भने त्यो क्वेशनमा त्यसलाई चाहिँ कसरी निकाल्ने त्यो कुरा हेरौं ठीक छ भनेको हाम्रो कन्स्टेन्ट कति दिएको छ सरी कन्स्टेन्ट हैन हाम्रो म्याक्सिमम जुन हाम्रो इक्वेसन दिएको छ यो कति दिएको छ f इज इक्वल टु 3x + 5 दिएको छ हो अब हाम्रो अघि भर्खर हामीले ग्राफबाट कति निकाल्यौं भन्दाखेरि जुन क्रस भएको ठाउँ छ त्यसको त्यो चाहिँ क्रस भएको ठाउँ 4,2 छ
4,2 मा दुईटा जुन हाम्रो इक्वेसन सल्भ गरेर निकालेको थियो त्यो क्रस भएको ठाउँ चाहिँ कति छ 4,2 छ भनेपछि 4,2 छ भने अब के गरौँ भन्दाखेरि यसको भ्यालु यहाँ हाल्दियौ ठीक छ 3x + 5y थियो होला यहाँ 5y छुटेछ हो 3x + 5y अब के गरौँ भन्दाखेरि यो x र y को भ्यालु चाहिँ 4,2 हो 4,2 हालौं नाउ max value भनेको maximum value of f is equal to 3 into 4 plus 5 into 2 हो 3 4 जा 12 plus 5 into 2 भनेको 10 12 plus 10 भनेको 22 ठीक छ यो के भयो हाम्रो यसको म्याक्सिमम भ्यालु भयो ठीक छ अब हामी के गरौँ भन्दाखेरि यसबाट तपाईलाई के भयो भन्दाखेरि जस्तो तपाईले मोडल सेटमा दिएको जुनसुकै क्वेशन उठाउनुहोस् एउटा लिनुहोस् गर्न थाल्नुहोस् गर्न थालिसकेपछि यदि कुनै पनि ठाउँमा डाउट आयो भने हो तपाईले यहाँ मजाले हेर्नु भएको छैन पक्कै पनि डाउट आउँदैन तर डाउट आयो भने मेरो फेसबुक पेजमा गएर जस्तो फेसबुक पेज छ त्यसको म डिस्क्रिप्सनमा दिन्छु लिंक त्यसमा गएर सोध्न सक्नुहुनेछ अब हामी लिनियर प्रोग्रामिङको लास्ट टपिक अर्थात क्वाड्रेटिक इक्वेसन सल्भिङ ग्राफिकल्ली मेथडबाट क्वाड्रेटिक इक्वेसनलाई कसरी सल्भ गर्ने त्यो कुरा हेर्छौं हो अब पहिले हामीले के बुझ्नु पर्यो भन्दाखेरि क्वाड्रेटिक इक्वेसन भनेको के हो मैले यो कुरा पोलिनोमियल्समा यो भन्दा अगाडिको भिडियो छ जुन हो पोलिनोमियल्स सिक्वेन्स सिरिज भन्दा अघिल्लो भिडियोस पोलिनोमियल्समा मैले भनिसकेको छु क्वाड्रेटिक इक्वेसनलाई केलाई क्वाड्रेटिक इक्वेसन भनिन्छ कुनलाई लिनियर इक्वेसन भनिन्छ भनेर म त्यो कुरा अहिले बताउँछु जस्तो कि क्वाड्रेटिक इक्वेसन भनेको एउटा यस्तो इक्वेसन हो जसको डिग्री चाहिँ 2 हुन्छ डिग्री भनेको कुनै पनि इक्वेसनको हाईएस्ट पावर त्यो पनि मैले भनेको थिएँ त्यो पनि भिडियो हेर्नु होला म लिंकमा अथवा डिस्क्रिप्सनमा र आई बटनमा हाल्नेछु अब क्वाड्रेटिक इक्वेसन जस्तो कि x² + 3x + 4 = 0 यो एउटा के भयो क्वाड्रेटिक इक्वेसन हो किनभने यसको हाईएस्ट पावर कति छ 2 छ हो केलाई क्वाड्रेटिक इक्वेसन भनिन्छ भनेको पनि हेरौं ax² + bx + c यो a b c भनेको भेरिएबल्स हो हैन कन्स्ट्यान्टहरु हुन्छन् = 0 यसको यो चाहिँ के भयो क्वाड्रेटिक इक्वेसन भयो हो अब यसलाई जस्तो कि के पनि लेख्न सकिन्छ भन्दाखेरि जस्तो यो चाहिँ कतिखेर मात्र हुन्छ भने a is not equal to 0 किनभने a 0 भयो भने 0 * x² भनेको 0 भइहाल्छ भने bx + c मात्र रहने भयो त्यसलाई लिनियर इक्वेसन भनिन्छ 1 डिग्रीको इक्वेसनलाई लिनियर इक्वेसन भनिन्छ अब यस्तो यो क्वाड्रेटिक इक्वेसनलाई ग्राफिकली मेथडबाट कसरी सल्भ गर्ने त्यो कुरा हुन्छ जस्तो लिनियर जस्तो 3 x = 4y यस्तो हुँदाखेरि हामीले ग्राफिकली मेथडबाट x र y को भ्यालु लिन्छौं डाइरेक्ट निकाल्छौं सजिलै छ अब हाम्रो क्वाड्रेटिक इक्वेसन यस्तो छ भने यसमा चाहिँ कसरी निकाल्ने त्यो आज हामी हेर्ने गर्छौं ठीक छ अब एउटा क्वेशन हेरौं हामी जस्तो कि यहाँ क्वेशन छ होला एउटा क्वेशन छ x² - 11x + 30 के छ x² - 11x + 30 अब हामीले यो x² - 11x + 30 = 0 छ यो क्वेशन दिएको छ अब हामीले यो क्वाड्रेटिक इक्वेसन सल्भ गर्दाखेरि के जान्नु पर्यो भन्दाखेरि हाम्रो ग्राफ भनेको प्याराबोलिक भन्छ यसरी प्याराबोलिक कर्व हुन्छ सेकेन्ड डिग्रीको इक्वेसन हो यो कुरा पनि ध्यान दिनु पर्यो र कतिखेर माथि अपवर्ड हुन्छ कतिखेर डाउनवर्ड हुन्छ म ल्याङ्ग्वेजको पाराले पहिले भन्छु हैन अनि त्यसपछि हामीले यसको भ्यालु राखेर हेर्दाखेरि यहाँबाट हामीले थाहा पाइहालिन्छ जस्तो कि हामीले प्याराबोलिक कर्व छ भने जस्तो क्वाड्रेटिक इक्वेसन छ भने त्यसको लागि चाहिने दुई चारवटा कुरा छ दुई चारवटा कुरा थाहा पाउनु पर्ने छ त्यो भनेको पहिलो भनेको पोइन्ट अन एक्सिस के रे पोइन्ट अन एक्सिस अब पोइन्ट अन एक्सिस चाहिँ कसरी निकाल्ने भन्दाखेरि पोइन्ट अन एक्सिस भनेको के हो भन्दाखेरि x र y को भ्यालु हो के हो x र y को भ्यालु हो x र y को भ्यालु कसरी हो भन्दाखेरि जस्तो कि x को भ्यालु समथिङ हुँदाखेरि y को भ्यालु कति हुन्छ जस्तो x को भ्यालु 1 हुँदाखेरि y को भ्यालु कति हुन्छ त्यो थाहा पाउनु पर्ने हो त्यसरी नै पोइन्ट अन एक्सिस भनेको जुन ग्राफमा कुन कुन पोइन्टमा चाहिँ हाम्रो ग्राफको जुन हाम्रो स्केच छ
यसको जुन हाम्रो गर्छौं ग्राफ बनाउँछौं हो त्यो चाहिँ कुन लाइनमा पर्छ कुन पोइन्टमा पर्छ त्यो कुरा चाहिँ के गरिन्छ पोइन्टर एक्सिसबाट हेरिन्छ। हामीलाई अहिले चाहिने भनेको मेन भनेको यही पोइन्टर एक्सिस मात्रै हो। अर्को भनेको भर्टेक्स छ। भर्टेक्सको कुरा भनेको भर्टेक्सको यो 11 कक्षा गरेर पढ्नुपर्छ कर्व स्केचिङ पढ्दाखेरि यो कुरा नि हेरिहेरौँ। जस्तो भर्टेक्स भनेको के हो भन्दाखेरि जुनसुकै कर्वको मिड पोइन्ट अथवा जुन पोइन्टबाट चाहिँ स्टार्ट भएको छ भनौँ न स्टार्ट भएको छ ओरिजिन जस्तै भनौँ ओरिजिन भनेको त दुईटा क्रस भएको मिड हुन्छ। जस्तो यो ग्राफको भनेको भर्टेक्स भनेको यो हुन्छ यो पोइन्ट किनभने त्यो पोइन्टबाट हाम्रो ओरिजिनेट भएको छ। अब प्याराबोलिक कर्वको चाहिँ यस्तो प्याराबोलिक कर्व छ भने कि त यस्तो माथि अपवर्ड फेस गरेको छ भने सबभन्दा लोवर पोजिसन भर्टेक्स हुन्छ भने डाउनवर्ड फेस गरेको छ भने सबभन्दा अपको चाहिँ के हुन्छ यसको भर्टेक्स हुन्छ। अब भर्टेक्स निकाल्ने एउटा फर्मुला छ त्यो भनेको -b/2a, c-b²/4a यो हाम्रो भर्टेक्सको फर्मुला हुने भयो। कुनै पनि प्याराबोलिक कर्वको भर्टेक्सको फर्मुला हुने भयो। यो हामीले भर्टेक्स भनेको अहिले हामीले गर्दाखेरि चाहिँदैन। अर्को हेरौं भर्टेक्स पछि एउटा छ सिमेट्रिसिटी। सिमेट्रिसिटी भनेको के हो भन्दाखेरि जुनसुकै ग्राफलाई ठ्याक्क आधी अथवा हाफमा डिभाइड गर्ने लाइन। जस्तो यो ग्राफलाई हाफमा कसरी डिभाइड गरिन्छ भन्दाखेरि यो भर्टेक्सबाट जान्छ त्यो भर्टेक्सबाट हुँदै हुँदै यो डटले जनाइन्छ यसलाई यसरी। अब यसको भनेको यसो हुने भयो यसरी हाम्रो के हुने भयो सिमेट्रिसिटी हुने भयो। सिमेट्रिसिटी भनेको कुन लाइन हुन्छ भन्दाखेरि सिमेट्रिसिटी जहिले पनि जुन हाम्रो y एक्सिस छ y एक्सिससँग प्यारलल हुन्छ र x एक्सिससँग परपेन्डिकुलर हुन्छ। y एक्सिससँग प्यारलल हुन्छ x एक्सिससँग परपेन्डिकुलर हुन्छ भने y एक्सिससँग चाहिँ प्यारलल हुन्छ हो। अब सिमेट्रिसिटी कसरी निकाल्ने भन्दाखेरि सिमेट्रिसिटीको भ्यालु भनेको -b/2a के हुन्छ -b/2a हुन्छ। यो भनेको सिमेट्रिक लाइन चाहिँ -b/2a बाट जान्छ केबाट x एक्सिससँग परपेन्डिकुलर भएर y एक्सिससँग प्यारलल भएर। ठीक छ। अब हामीले यो जुन भर्टेक्स र सिमेट्रिसिटी छ त्यो हाम्रो युज नगरिकन किनभने हामीलाई यसको अहिले आवश्यक छैन युज नगरिकन म गर्न गइरहेको छु पोइन्ट एन्ड एक्सिस मात्र लिएर। त्यसको लागि अलिकति डिफरेन्स चाहिन्छ। जस्तो कि कुनै बुकमा चाहिँ मैले हेरेको थिएँ यो भर्टेक्सको सिमेट्रिसिटी दुईटै प्रयोग गरेर युज गरेको हुन्छ त्यस्तै हामीलाई चाहिँदैन। किन चाहिँदैन भन्दाखेरि अहिले हामीले ग्राफबाट यक्सको जुन यो x² - 11x + 30 को हामीले ग्राफ बनाउन मात्रै आटेको हो त्यो कर्व स्केच गर्न आटेको होइन। कर्व स्केच भने चाहिँ के हुन्छ भन्दाखेरि कर्व कस्तो बन्न सक्छ भन्ने अनुमान मात्रै गर्नको लागि चाहिँ हामीले भर्टेक्स र सिमेट्रिसिटी लिएर गर्छौं। कति सरहरूले यो भर्टेक्स युज गरेर पनि सिकाउनु भएको हुन्छ जुन चाहिँ पोइन्टमा आउँछ। जस्तो कि -1/4 हैन हो त्यो -1/4, 2 हो यस्तो आउन सक्छ। अब यस्तो आयो भने ग्राफमा भर्न अप्ठ्यारो हुन्छ। कुनैमा मात्रै सरल आउँछ अनि धेरै जसोमा पोइन्ट वाला आउँछ। यो भर्टेक्स सिमेट्रिसिटी युज गर्ने हो भने त्यसैले हामी यो पोइन्ट एन्ड एक्सिस मात्र युज गरेर यसको सल्भ गर्छौं। त्यो कसरी सल्भ गर्छौं भन्दाखेरि जस्तो कि हामी पहिले के गर्छौं भन्दाखेरि जुन हाम्रो यो इक्वेसन दिएको छ यो पोइन्ट एन्ड एक्सिस पनि भेटाम यो जुन इक्वेसन दिएको छ त्यसलाई के गर्छौं लेट गर्छौं अथवा पहिले यता हेरौं लेट गरौँ भन्दा अगाडि हेरौं। जस्तो कि यो x² - 11x छ जुनलाई चाहिँ के लाग्न सकिन्छ भन्दाखेरि x² यो 11x र 30 लाई उता लग्ने के गर्ने 11x - 30 हुन्छ किनभने यो माइनस उता जाँदा प्लस भयो यो प्लस उता जाँदा माइनस भयो हो। x² = 11x - 30 लेख्न पाइन्छ। हो यो किन लेखेको भन्दाखेरि हामीले प्याराबोलिक जुन हामीले बनाउनु पर्छ स्केच बनाउनु पर्छ जस्तो ग्राफ बनाउनु पर्छ त्यसको लागि हामीलाई इजी होस् भनेर हामीले यो पाराले गर्छौं। अब हामीले के गरौँ भन्दाखेरि लेट y = x² हो y = यो जुन इक्वेसन यो पुरै छ इक्वेसन यसलाई इक्वेसन 1 नै भनौं। यसलाई चाहिँ के गरौँ भन्दाखेरि y = x² = 11x - 30 इक्वेसन 1 लाई चाहिँ y लेट गरौँ। ठीक छ। इक्वेसन 1 लाई y लेट गर्दा के हुन्छ y = x² = 11x - 30। अब हामीले यहाँबाट के थाहा हुन्छ भन्दाखेरि सो एउटा y = x² इक्वेसन
2 अर्को भनेको y इज इक्वल टु 11x माइनस 30 इक्वेसन 3 हो यति गर्न सक्यो। अब हामी के गरौँ भन्दाखेरि इक्वेसन 2 र इक्वेसन 3 को भ्यालु निकालौँ। जस्तो पोइन्ट एन्ड एक्सिस निकालौँ। पोइन्ट एन्ड एक्सिस भनेको नाउ फ्रम इक्वेसन 2 बाट के छ y इज इक्वल टु x स्क्वायर छ। हामीले पोइन्ट एन्ड एक्सिस निकाल्न के गर्छौं भन्दाखेरि पोइन्ट एन्ड एक्सिस भनेको मैले के भने भन्दाखेरि x र y को भ्यालु निकाल्नु पर्ने। हामीले यो भन्दा अगाडि लिनियर प्रोग्रामिङ जुन अगाडि गरेको थियो त्यसमा हामीले गरेको थियौ ब्र्याकेट बनाएर होइसरले गर्नुपर्छ। यसमा पनि y इज इक्वल टु x स्क्वायर छ भनेपछि अब के गरौँ भन्दाखेरि x को होलको स्क्वायर हो। x को होलको स्क्वायर भन्नुको मतलब के हो भन्दाखेरि जुनसुकैको स्क्वायर के हुन्छ पोजिटिभ नम्बर हुन्छ। पोजिटिभ र नेगेटिभ दुईटैको स्क्वायर के हुन्छ पोजिटिभ नम्बर हुन्छ। हामीले x इज इक्वल टु +1 लिँदा पनि यसको भ्यालु 1 नै आउँछ, -1 लिँदा पनि यसको भ्यालु 1 नै आउँछ किनभने -1 को स्क्वायर पनि 1 +1 को स्क्वायर पनि 1 भनेपछि हामीले यसरी लेख्दिनौं। के गर्छौं भन्दाखेरि यो +-1 x इज इक्वल टु +-1 गर्छौं 1 आयो। अब x इज इक्वल टु 0 राखौं न 0 राख्दै हेर्दा कति हुन्छ y इज इक्वल टु 0 हुन्छ किनभने 0 को स्क्वायर 0। अब अर्को राखौं +-2 राख्दा कति हुन्छ यो 4 हुन्छ ठीक छ। अर्को भनेको +-2 को अर्को +-3 राखौं +-3 राख्दा कति हुन्छ 9 हुन्छ। हामीले यो के गर्यौं यो इक्वेसन 2 बाट हामीले x र y को भ्यालु निकाल्यौं। अब हाम्रो यो भ्यालु चाहिँ ग्राफमा भर्छौं हो। ग्राफमा म छुट्टै ग्राफमा गरेर देखाउँछु जुन अगाडि पनि लिनियर प्रोग्रामिङ गर्नु तपाईले ग्राफमा हेर्नुभयो ग्राफ कपीमा होइसरी म यसमा गर्छु। अब तपाईले ग्राफमा गर्न मन लाग्छ जाँचमा त अब टास्नु पर्ने हुन्छ त्यो गर्नुपर्ने हुन्छ यसरी नै गर्दा नि हुन्छ हैन। यसरी यी कपीमै गरौ अनि ग्राफमा चाहिँ ग्राफ मात्रै बनायो भने हुन्छ। तर एक्जाममा जस्तो क्लासमा गर्दाखेरि यो जुन छ यो ग्राफ कपीको खाली पेज हुन्छ जुन लेख्ने पेज हुन्छ हो त्यो साइडमा लेख्न पनि सकिन्छ यसलाई। नाउ अब इक्वेसन 3 लेखौं। नाउ फ्रम इक्वेसन 3 बाट के हुन्छ इक्वेसन 3 के छ y इज इक्वल टु 11x माइनस 30 हो। अब हामीले के गरौँ x र y को जस्तै अघि जस्तै ब्र्याकेट बनाऊ। अब एउटा भ्यालु हालौं y इज इक्वल टु कति हालौं एउटा अब हेरौं 0 राख्दाखेरि धेरै ठूलो भ्यालु आउँछ। धेरै ठूलो भ्यालु हामीलाई ग्राफमा हाल्न अप्ठ्यारो हुन्छ त्यसैले म 2 हाल्दिन्छु। पहिले x को भ्यालु 2 हाल्छु। 2 हाल्दा y को भ्यालु कति हुन्छ 11 × 2 भनेको 22 22 - 30 भनेको -8 हो। अब भ्यालु 3 हाल्दिन्छु। 11 × 3 भनेको 33 33 - 30 भनेको 3 हुने भयो। अर्को 4 हाल्दिन्छु हैन। 4 हाल्दा कति हुन्छ 11 × 4 भनेको 44 44 - 30 भनेको 14 हुन्छ। त्यसले यो 14 पनि धेरै लामो हुन्छ 14 पनि नराखौं -2 राख्दियौ -2 राखौं। -2 भनेको -2 पनि धेरै हुन्छ ठिकै छ। -2 राखौं यतिकै छोड्यौ यति दुईटा राख्दा भइहाल्छ। तीनटा सम्म लिँदा राम्रो हो हुन चाहिँ 4 राख्दिहालौं नि त हुन्छ। 11 × 4 भनेको 44 44 - 30 भनेको 14 हो। यति भयो हाम्रो के भयो इक्वेसनको पोइन्ट एन्ड एक्सिसहरु भयो। अब हामीले यो भर्न चाहिँ हामीले यसको छुट्टै गर्छौं तर एउटै ग्राफमा गर्छौं। त्यो कुरा म ग्राफमा बताउँछु। अब हेर्नुस् ग्राफमा जुन हामीले बोर्डमा भरेका थियौं भ्यालुहरु अब त्यो भ्यालु इक्वेसन 2 को हामीले के गर्छौं भन्दाखेरि ग्राफमा भर्छौं। अब मैले यहाँ हेर्न सक्नुहुन्छ यहाँ भ्यालु धेरै छोडेको छु यहाँ तल छोडेको छु। त्यसको कारण पनि छ किनभने क्वेशनमा भनेको हाम्रो x² - 11x + 30 छ। अब त्यहाँ हामीले 1 2 3 4 चेक गर्दा जस्तो 1 को भ्यालु x को ठाउँमा 1 2 3 4 -1 -2 -3 -4 राख्दाखेरि हाम्रो त्यसमा कुनै पनि त्यसले स्याटिस्फाई गर्दैन इक्वेसनलाई स्याटिस्फाई गर्दैन। भनेपछि हामीले 5 को स्क्वायर भनेको 25 भनेपछि 5 ले चाहिँ हामीलाई के गर्छ यसले स्याटिस्फाई गर्छ। अब हामीले एन्सर थाहा पाउन ग्राफ बनाउनु पर्ने हो तर हामीसँग ठूलो ग्राफ नभएकोले हामी पहिले एन्सर पत्ता लगाएर हामी ग्राफमा भर्ने कोसिस गर्छौं किनभने हामीले पहिले बिचमा बनायो भने कहिलेकाहीँ माथि नअट्न सक्छ तल नअट्न सक्छ। त्यसैले हामीले हेर्दाखेरि जस्तो कि हाम्रो 5 को भ्यालु राखौ भने यहाँ यसलाई स्याटिस्फाई गर्छ जो तपाईहरुले दिमागमा गर्न सक्छ अथवा रफमा गर्न सक्छ हुन्छ। 5 राख्दा स्याटिस्फाई हुन्छ अर्को 6 राख्दा नि स्याटिस्फाई हुन्छ। भनेपछि 5 र 6 राख्दा स्याटिस्फाई हुन्छ भने 5 को स्क्वायर कति हुन्छ इक्वेसन 1 मा भर्दा हेर्दा 5 को स्क्वायर 25 अर्को 6 को स्क्वायर भनेको 36 हुन्छ। भनेपछि कम्तिमा नि हाम्रो
6,36 सम्म चाहियो भनेपछि माथि 36 भर्न त ठुलै पार्ट चाहिन्छ। अब ठुलै पार्टमा पनि मैले यहाँ अझै पनि यो जुन 10 डिभिजन छ 10 डिभिजनलाई नमानेर 5 डिभिजनलाई 1 मानेछु। धेरै तरिकामा जस्तो धेरै तरिका त्यो लिनियर गर्दाखेरि हामीले 10 डिभिजनलाई 1 मान्थ्यौं भने यहाँ हामी के गर्छौं भन्दाखेरि 5 डिभिजनलाई के गर्छौं 1 मानेर गर्छौं। अब 5 डिभिजनलाई 1 मानेर गर्दा कस्तो हुन्छ भन्दाखेरि इक्वेसन 1 भरौं। जस्तो कि प्लस माइनस 1 भनेको यो मैले 1 माने यसलाई तपाईले यो बिचको पोइन्ट देख्न सक्नुहुन्छ होला हो। जस्तो कि यसलाई 1 मान्ने भने 0,0 एउटा हुने भयो। अर्को भनेको +1 को 1 भनेको यो -1 भनेको यता -1 को 1 भने चाहिँ माथि जाने भने हो भनेपछि -1 को 1 यो पोइन्ट हुने भयो। 1 2 3 टा पोइन्ट थाहा भयो। अब 2,4 भर्नु पर्यो। एउटा +-2 को त 4 हो भनेपछि +-2 भन्दाखेरि पहिले +2 भरौं। +2,4 भनेको 1 2 अनि 4 भनेको 1 2 3 4 2,4 हो। -2,4 भन्दाखेरि 1 2 माइनसमा गयो यता 4 भनेको माथि जानु पर्यो 1 2 3 4 यो भयो हो। अब अर्को पोइन्ट हेर्न सकिन्छ +-3,9 भनेको पहिले +3 गरौं 3,9 भरौं 1 2 3 भनेको यो 9 भनेको हामीले 1 2 3 4 5 6 7 8 9 अलिकति यो ठुलै भरौं। ठुलै गर्दाखेरि अहिले हामीले जोड्न सजिलो हुन्छ हो। अर्को -3 भनेको 1 2 3 -3 यता जानु पर्यो 3 भनेको 9 भनेको माथि जाने भयो। त्यसैले नै 1 2 3 4 5 6 7 8 हैन। अनि यो पोइन्ट कति हुने भयो 9 हुने भयो। सरी अलिकति थोरै भयो माथि भएछ। यो पोइन्ट कति दिने भयो -3,9 यो भयो। अब अर्को 4 को भरौं। 4 भनेको 1 2 3 4 4 को पावर भनेको 4 को स्क्वायर भनेको 16 4 को स्क्वायर 16 भने 16 माथि जानु पर्यो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 भनेपछि यहाँ भर्नु पर्यो एउटा। अब -4 भनेको यो भयो हुन्छ किनभने 1 2 3 4 गरेर -4 यता भयो 16 माथि गएपछि यहाँ हुने भयो। यो के हुने भयो -4,16 हुने भयो यो भ्यालु। यो भनेको 4,16। अर्को 5 भरौं। 5 भनेको 5,25 +-5 को स्क्वायर भनेको 25 हुन्छ भनेपछि पहिले +5 भरौं 1 2 3 4 5 +5 को 25 भनेपछि 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 यो भ्यालु के हुने भयो +5,25। अब -5 भन्दाखेरि -5 भनेको 1 2 3 4 5 25 भनेको यसरी नै यो भ्यालु हुने भयो। अब यसरी नै 6 भरौं। 6 भन्दाखेरि कसरी हुन्छ भन्दाखेरि 6 +-6 को स्क्वायर भनेको कति 36 हो। +-6 को स्क्वायर 36 भएपछि पहिले 6,36 भरौं 1 2 3 4 5 6 36 भनेको 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 36 ठ्याक्क पुगेछ। 36 भनेको यहाँ पुग्यो। मैले यो गणना गरेको थिएँ तपाईहरुले नि गणना गर्न सक्नुहुन्छ। थोरै भ्यालु 1 र 2 मा भयो भने बीचतिर बनाउँदा नि हुन्छ सजिलो हुन्छ किनभने 2 को स्क्वायर 4 मात्रै हुन्छ। त्यसरी नै अब -5 भरौं -6 भरौं। -6 भनेको यो भ्यालु हो 1 2 3 4 5 6 हो। 6 को पावर 36 भनेको यहाँ ठ्याक्क माथि यहाँसम्म पुग्ने भयो। -6,36 भनेको त्यो हो। अब के गरौँ भन्दाखेरि हामी यसलाई प्याराबोलामा जोड्दियौं। यसरी हामीले जुन पोइन्टहरु जोड्दाखेरि कति ने भयो भन्दाखेरि पोइन्टहरु जोड्दाखेरि हाम्रो यस्तो प्याराबोलिक कर्व बन्ने भयो। अब हामीले के गरौँ भन्दाखेरि जस्तो इक्वेसन 2 जुन इक्वेसन 2 थियो इक्वेसन 2 लाई पनि भरौं। इक्वेसन 3 लाई इक्वेसन 2 भनेको यो हो भने इक्वेसन 3 पनि भरौं। इक्वेसन 3 कसरी भर्ने भन्दाखेरि इक्वेसन 3 को हामीले पोइन्ट एन्ड एक्सिसहरु लिएको थियौं हो। पोइन्ट एन्ड एक्सिसहरु लिँदाखेरि हाम्रो भ्यालु जति आएको थियो त्यो हामी गर्छौं। जस्तो कि एउटा भ्यालु आएको थियो 2 राख्दाखेरि हाम्रो कति आएको थियो -8 आएको थियो। 2 -8 भनेको 1 2 -8 भनेको 1 2 3 4
5 6 7 8 तल जाने हो भनेपछि यसलाई छोड्दियौ 3 ल्याउ 3 लिँदाखेरि कति आएको थियो भ्यालु 3 नै आएको थियो भने 3 भनेको 1 2 3 यो भो माथि पनि 3,3 आएको थियो भनेपछि 1 2 3 यो पोइन्ट भो 3,3 अघि मैले अर्कोले भरे थिए अहिले अर्कोले भरेछु तपाईले देख्न सजिलो होस् भनेर अर्को 4 हेरौं 4 भर्दाखेरि कति हुन्छ भन्दाखेरि भन्छ 4 लिएर गर्दाखेरि भ्यालु आउँछ 14 हो 4 लिएर गर्दाखेरि जस्तो जुन 11x - 30 थियो त्यहाँ x को भ्यालु 4 राख्दाखेरि एन्सर आउँछ 14 भनेपछि 4 14 भर्दाखेरि 1 2 3 4 14 भनेको 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 यो हुने भयो हो यति नै भयो अब अर्को हेरौं 5 अब 5 को भ्यालु राख्दाखेरि जस्तो कि 5,25 आउँछ होला 5 को भ्यालु जुन हामीले 11 इक्वेसन 3 मा राख्दाखेरि x को ठाउँमा 5 राख्दाखेरि एन्सर आउँछ 25 भनेको 5,25 भनेको यही भ्यालु हो किनभने अघि पनि हामीले 5,25 भरेको थियौं यो भ्यालु हो अर्को भनेको 6 राख्दाखेरि 6,36 आउँछ 36 भनेको यो भ्यालु हो अब हामी के गर्छौं भन्दाखेरि यो चारवटा पोइन्ट जुन छ 1 2 3 4 यो चारवटा पोइन्टलाई स्केलले राखेर के गर्छौं स्केलले राखेर यो चारवटा पोइन्टलाई पहिले जोड्छौं यहाँ तीनटा पोइन्ट लगाएर भ्यालुले म चारवटा पोइन्टमा नि जोड्छु यो चौथो पोइन्टमा हामीले यसबाट के थाहा हुने भन्दाखेरि यो प्याराबोलिक कर्व जुन हामीले इक्वेसन 2 र इक्वेसन 3 लाई ग्राफमा भर्यौं त्यसबाट काटिने ठाउँ भनेको एउटा भनेको यो 6,36 मा काट्यो अर्को भनेको यो 5,25 मा काट्यो हो भनेपछि हाम्रो x को भ्यालु चाहिँ कति हुने भयो भन्दाखेरि यो 5 र यो 6 हुने भयो x को भ्यालु जुनमा काटिएको छ जुन दुईटा पोइन्ट काटिएको छ त्यसको चाहिँ के हुने भयो x इन्टरसेप्ट मात्र हाम्रो एन्सर हुने भयो त्यसैले हाम्रो यहाँको एन्सर भनेको योबाट सल्भ ग्राफिकली सल्भ गर्दाखेरि x को भ्यालु कति हुने भयो 5 र 6 हुने भयो त्यो हामीले अगाडि पनि हेरिसकेका छौं अब कहिलेकाहीँ ग्राफ कस्तो आउँछ भन्दाखेरि जस्तो एउटा त प्याराबोलिक कर्व त सधैँ यस्तै हुन्छ एउटा यस्तो लाइन यस्तो आउन सक्छ यता काटेको हुन्छ भने जुन पोइन्ट कट भएको हुन्छ त्यही पोइन्टको x इन्टरसेप्ट चाहिँ हामी के लेख्छौं हाम्रो एन्सर लेख्छौं अब तपाईहरुले जुनसुकै क्वाड्रेटिक इक्वेसनलाई सल्भ गर्नु ग्राफिकली रूपमा सल्भ गर्नु भन्नु भने तपाईले गर्न सक्नुहुन्छ एउटा मोडल क्वेशन अथवा तपाईहरुसँग 10 सेट हुन सक्छ जुनसुकै पब्लिकेसनको त्यहाँबाट क्वेशन लिनुहोस् गर्नुहोस् र तपाईलाई कहीँ पनि अप्ठ्यारो पर्यो यो पाराले गर्दाखेरि तपाईलाई धेरै सजिलो हुन्छ जस्तो कि सरहरुले के सिकाउनु भएको हुन्छ भन्दाखेरि x स्क्वायर र जुन x र y को भ्यालु डाइरेक्ट फर्मुलामै जुन हाम्रो इक्वेसन लेखेको थियो y = x स्क्वायर - 11x + 30 हो चाहिँ x को भ्यालु 1 राखेर चेक गर्ने अर्को x को भ्यालु -1 राख्ने 0 राख्ने गरेर गर्दाखेरि तपाईहरुलाई अब पोइन्टमा आउँछ कति हैन अप्ठ्यारो हुन्छ भर्दाखेरि अब सरले भन्नुहुन्छ भने त्यसरी गर्दा नि हुन्छ तपाईलाई जुन सुकै अप्ठ्यारो लाग्छ म तपाईले यो कुरा नि म भनिदिन्छु जस्तो कि यहाँ पनि y र x र y को पोइन्ट एनालिसिस हेर्नु पर्यो x र y x 0 हुँदाखेरि 0 को स्क्वायर 0 -0 + 30 0 र 30 हो अर्को भनेको जस्तो 1 राख्दाखेरि 1 को स्क्वायर भनेको 1 1 - 1 - 11 * 1 भनेको 11 + 30 भनेको 1 + 30 31 31 - 11 भनेको कति हुन्छ 20 हुन्छ हो 20 हो यसरी हामीले पोइन्ट एनालिसिस हेरेर जान्छौं अनि त्यसपछि फेरि भर्टेक्स हेर्नुपर्छ सिमेट्री सबै हेर्नुपर्छ यसो यो भ्यालु डाइरेक्ट भ्यालु हाल्ने भने हो = 0 छ अनि x को भ्यालु चाहिँ जस्तो कि x को भ्यालु चाहिँ कतिखेर x को भ्यालु चाहिँ कसरी निकाल्ने अघिको जुनमा क्रस भएको थियो त्यसमा हामीले जुन निकाल्ने होइन त्यसको भ्यालु चाहिँ x को जुन x र y को भ्यालु यहाँको x र y को भ्यालु निकाल्यौ हो x कतिखेर 0 हुन्छ जस्तो x को भ्यालु कति राख्दाखेरि y 0 हुन्छ भनेर हामीले ग्राफबाट त हेरिसक्यौ अब यसमा चाहिँ कसरी हेरिन्छ भन्दाखेरि लास्टमा भर्टेक्स बनाइन्छ भर्टेक्स बनाएपछि ग्राफ बनाइन्छ ग्राफ बनाएपछि जुन y एक्सिस छ y एक्सिस भनेको जस्तो कि y एक्सिसमा एउटा यस्तो भनौं म एउटा यहाँ टच गरौ एउटा यहाँ टच गरौ भनेपछि y को भ्यालु कति हुँदा चाहिँ x को भ्यालु 0 भयो सरी x को भ्यालु कति हुँदा चाहिँ y को भ्यालु 0 भयो त्यो हेर्छौं ग्राफबाट अनि त्यसरी निकाल्ने गरिन्छ अब त्योबाट चाहिँ अलिकति झ्याउ छ त्यसैले तपाईले यो भन्दा पनि अघिल्लो जुन मैले गरे
दुईटा इक्वेसन बनाएर y लेट गरेर यसरी गर्दाखेरि तपाईलाई धेरै सजिलो हुन्छ। थ्याङ्क्स सो मच। तपाईले यो भिडियो हेर्नु भएकोमा तपाईलाई राम्रो लाग्यो होला। यदि राम्रो लाग्यो भने लाइक गर्नु होला र यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, किनभने पछि जस्तो 9 र 10 मा पढ्दै हुन्छ भने तपाई र म्याथ र साइन्स अलिकति कमजोर छ अथवा बुझ्न केही अप्ठ्यारो परिरहेको छ भने यहाँबाट म जतिसक्दो बुझाउने प्रयास गर्नेछु। र मैले 10 क्लासको अलिकति फास्ट लगिरहेको छु, 10 क्लासको अलि ढिलो भइरहेको छ, फास्ट लाने कोसिस गर्नेछु र 9 को पनि बढ्नेछ। साइन्स चाहिँ अलिकति म ढिलो नै गर्नेछु, किनभने साइन्समा एउटा इम्पोर्टेन्ट क्वेसनहरु मात्रै हुन्छ। क्वेसनहरु तपाईले बुझ्नुभयो भने धेरै कुरा बुझ्नुहुन्छ। थ्यांक यू।